नमस्ते। आज चाहिँ म इजरायलमा केयर गिभर प्रोग्राममा तपाईँहरू जाँदै हुनुहुन्छ अथवा जान आँट्नु भएको छ, सेलेक्ट भइसक्नु भएको छ, कन्ट्र्याक्ट आएको छ अथवा आउन बाँकी छ। सबैका लागि यो कन्ट्र्याक्ट कसरी भर्ने भन्ने विषयमा एउटा इन्फर्मेटिभ भिडियो लिएर आएको छु। धेरैजना साथीहरूले चाहिँ कन्ट्र्याक्ट भर्दाखेरि अब यो नयाँ विषय हो, कसरी कन्ट्र्याक्ट भर्ने, अनि कन्ट्र्याक्ट भर्दाखेरि मिस्टेक हुन्छ, मिस्टेक भयो भने अब भिजा लाग्दैन अथवा त्यसमा अन्यलमा रहनु भएको भन्ने चाहिँ कुरा आयो र त्यसलाई चाहिँ सहजीकरण गर्नका लागि एउटा भिडियो बनाऊ भन्ने विचार आएर यो भिडियो बनाउँदैछु। तपाईँहरूले यो भिडियो बिस्तारै हेर्नुहोस्। एकान्तमा बसेर कन्ट्र्याक्ट भर्दै हुनुहुन्छ भने यो भिडियो हेरेर यो भिडियोमा भनिएका इन्स्ट्रक्सन्सहरू सबै फलो गर्नुहोस्। फलो गरिसकेपछि त्यही फलो गर्दै भर्दै गर्नुहोस्, मिस्टेक हुँदैन र कन्ट्र्याक्ट पनि सही रूपले तपाईँहरूले भर्नुहुन्छ। जस्तो कन्ट्र्याक्टको विषयमा चाहिँ कन्ट्र्याक्टमा 3-4वटा कुराहरू हुन्छन्। तपाईँहरूले जस्तो कन्ट्र्याक्ट कसरी भर्ने, त्यहाँभित्र रहेका डकुमेन्टहरू जस्तै भिजा एप्लिकेसन फर्महरू कसरी भर्ने, सेल्फ डिक्लेरेसन फर्महरू कसरी भर्ने भन्ने विषयमा, अथवा इन्सुरेन्स फर्महरू कसरी भर्ने, कुन फिल्डमा के भर्ने के नभर्ने भन्ने विषयमा कन्फ्युजन छ भने बिस्तारै हेर्नुहोस्, पज गरेर हेर्नुहोस् अथवा रिपिट गरेर हेर्नुहोस् हैन। म बिस्तारै नै भर्छु। र अर्को कुरा चाहिँ के हो भने तपाईँहरूलाई गाह्रो हुन्छ अब भिडियो हेरिसके पछाडि फेरि अब कन्ट्र्याक्ट भर्न बस्दाखेरि चाहिँ फेरि भिडियोमा अगाडि के भनेको थियो भनेर तपाईँहरूलाई चाहिँ सम्झिन गाह्रो हुन्छ भनेर आज मैले के गरेको छु भने यो कन्ट्र्याक्ट म आफै पनि यहाँ तपाईँहरू सँगसँगै भर्छु र मैले भर्ने टाइममा तपाईँहरूले पनि भर्नुहोस् र यो भिडियो सकिँदाखेरि हामी सम्पूर्ण कन्ट्र्याक्ट पेपर भरिसकेको हुनेछौँ। अथवा तपाईँहरूले भर्न बाँकी छ, तपाईँको कन्ट्र्याक्ट आउन बाँकी छ भने यसरी नै भर्छु भनेर चाहिँ प्र्याक्टिस गर्नुहोस्, त्यसले गर्दा सजिलो हुन्छ। र अब तपाईँहरू भर्दै हुनुहुन्छ, कन्ट्र्याक्ट आज भर्दै हुनुहुन्छ अथवा यो समयमा भर्दै हुनुहुन्छ भने तपाईँहरूले सुरुमा चाहिँ के गर्नुपर्छ भने मैले भनेको कागजातहरू तपाईँहरूले पहिले रेडी राख्नु होला। त्यो रेडी राखेपछि फेरि आएर यो भिडियो हेर्नु होला। तपाईँहरूले पहिले चाहिँ के गर्नुपर्छ भने तपाईँहरूका महत्त्वपूर्ण कागजातहरू जस्तो पासपोर्ट भयो, 2 कपी फोटो भयो, अनि तपाईँका एकाडेमिक सर्टिफिकेट्सहरू भए, तपाईँका मेडिकल सर्टिफिकेट्सहरू भए, तपाईँको पिडिओटी अथवा तालिमको सर्टिफिकेट भयो, अनि मुख्य कुरा भनेको ती सबै सर्टिफिकेटको एक कपी फोटोकपी चाहिँ तपाईँहरूले लिएर रेडी भएर मात्रै कन्ट्र्याक्ट भर्न बस्नु होला। अब यहाँसम्म भिडियो सुन्दा तपाईँहरूसँग त्यो फोटोकपी छैन भने तपाईँहरूले पहिले गएर आफ्ना सबै डकुमेन्टको एक कन्ट्र्याक्ट पेपर समेतको एक कपी फोटोकपी बनाएर लिएर आउनुहोस्, छेउमा राख्नुहोस्, अनि मात्रै भिडियो हेरेर चाहिँ तपाईँहरूले सुरु गर्नुहोस् है त। अब सकल कागजातको सबै फोटोकपी राखिसके पछाडि अब हामी तपाईँहरूलाई पहिले के भन्छौँ भने तपाईँहरूले कन्ट्र्याक्ट भर्दाखेरि 3टा ब्याग बनाउनु पर्छ है त। म यहाँ ब्याग 1 तपाईँहरूले देख्नुभयो होला स्क्रिनमा, यहाँ ब्याग 1, ब्याग 2 र ब्याग 3 भनेर हामीले लेखेका छौँ र हामी ब्याग वाइज जान्छौँ। र जुन अर्डरमा चाहिँ हामीले मैले तपाईँलाई भन्छु त्यही अर्डरमा तपाईँले भर्नु होला र त्यसलाई राख्दै जानु होला अर्को हुने गरी, जसले गर्दा तपाईँको अर्डर बिग्रिँदैन है त। सुरुमा हामी चाहिँ ब्याग 1बाट सुरु गर्छौँ। ब्याग 1बाट सुरु गर्दाखेरि चाहिँ तपाईँले आफ्ना छेउछाउमा के राख्नुपर्छ त भन्दा मैले अघि नै भनिसकेँ, तपाईँको पासपोर्ट, तपाईँको पुलिस रिपोर्ट, तपाईँको भिजा एप्लिकेसन फर्म, डोफीले तपाईँलाई इमेलमा पठाएको हुन्छ त्यो चाहिँ भिजा एप्लिकेसन फर्म राख्नु पर्यो, इन्सुरेन्सको पेपर राख्नु पर्यो, डिक्लेरेसनको पेपर राख्नु पर्यो होइन। अनि तपाईँका एकाडेमिक सर्टिफिकेट्सहरू अनि तपाईँको मेडिकल सर्टिफिकेट्सहरू, यो सबै डकुमेन्टहरू चाहिँ तपाईँले आफ्नो छेउमा आफूले भेट्ने गरी राख्नु पर्यो। एकान्तमा बसेर ठ्याक्क खोज्दाखेरि हातमा परिहाल्ने गरी राख्नु पर्यो। कोही सहयोगी लिएर आएर कोही सहयोगी हुनुहुन्छ भने उहाँहरूलाई दिएर आफू चाहिँ अब भर्नलाई रेडी बस्नु पर्यो। मैले अघि नै भनिसकेँ आज हामी सँगसँगै फर्म भर्छौँ भनेर, त्यसै कारण
आज यो भिडियो अलिकति लामो भए पनि कस्तो चाहिँ हुन्छ भने यो भिडियो सकिँदा तपाईँहरूको कन्ट्र्याक्ट पेपर ब्यागमा हालेर सिग्नेचर गराउनलाई रेडी हुने अवस्थामा पुग्नु पर्यो। दोस्रोचोटि यसमा फर्किन नपरोस् भन्ने हिसाबले म पनि भर्छु र त्यही टाइममा तपाईँहरूले पनि भर्नु होला। र अलिकति छिटो भर्नुभयो भने पर्खिनु होला र मैले भरिसकेर अर्कोमा जाँदाखेरि तपाईँहरूको भरिसकेको रहेनछ भने तपाईँले पज गरेर भरेर अनि फेरि प्ले गर्नु होला है त। अब सुरु गरौँ। मैले भनिसकेँ तपाईँले फोटोकपी गरेर आउनुहोस् आफ्नो डकुमेन्टहरूको भनेर हामीलाई चाहिन्छ। अब हामी ब्याग 1 बाट सुरु गर्छौँ है, ध्यान दिएर हेर्नुहोस्। र अब यहाँ मैले तपाईँहरूलाई लेखेका पनि छु। नमस्ते, यो भिडियो सामग्री इजरायलमा केयर गिभर पदका लागि G2G प्रोग्राम अन्तर्गत जाने नेपाली कामदारहरूलाई कन्ट्र्याक्ट एग्रिमेन्ट भर्न सहजीकरण गर्ने उद्देश्यले तयार गरिएको हो भनेर यहाँ मैले सुरुमा लेखेको छु। अब अलिकति तल जाउँ र यहाँ मैले सुरुमा एउटा तपाईँलाई इन्फर्मेटिभ सजिलो होस् भनेर के राखिदिएको छु भने फारम भर्दाखेरि तल लेखिए अनुसार क्रमशः राख्ने भनेको छु। ब्याग 1 को मात्रै कुरा गर्दैछौँ, त्यसै कारण हामीले अहिले ब्याग 1 को मात्रै कुरा गर्नु पर्यो। अब तपाईँहरूले यी डकुमेन्टहरू पहिले रेडी पार्नुहोस्। स्टेट अफ इजरायल लेखेको 2 पेजको फर्म स्टेपलर लगाउने नलगाउने यो कस्तो हुन्छ भनेर म तपाईँलाई देखाइदिन्छु। यो पहिले तपाईँहरूले रेडी राख्नुहोस् है। अफ इजरायल लेखेको फर्म चाहिँ तपाईँको यस्तो हुन्छ, हेर्नुहोस् यहाँ अलिकति काटिया छ। स्टेट अफ इजरायल मिनिस्ट्री अफ, यहाँ एप्लिकेसन फर्म फर एन्ट्री भिजा टु इजरायल भनेर लेखेको छ। यो फर्म तपाईँहरूले पहिले रेडी पार्नुहोस् है। सुरुमा हामी यो फर्म भर्छौँ। तपाईँले एकचोटि फेरि हेर्नुहोस्, पज गरेर हेरे पनि हुन्छ। एप्लिकेसन फर्म फर एन्ट्री भिजा टु इजरायल भनेर लेखेको हुन्छ। पहिले हामी यो फर्म भर्छौँ। यो मैले माथि लेखेको जुन कुरा छ हामी त्यही अर्डरमा चाहिँ यसलाई भर्दै जान्छौँ है त। अब सुरुमा हामी स्टेट अफ इजरायल लेखेको 2 पेजको फर्म भर्छौँ। त्यहाँबाट रिपोर्ट हुन्छ, त्यहाँबाट मेडिकल रिपोर्ट हुन्छ, यो अर्डर हो है। त्यहाँबाट मन्टक्स टेस्टको रिपोर्ट हुन्छ, एक्सरेको रिपोर्ट हुन्छ, पिसिआर हुन्छ, अनि अब सुरु मेडिकलका बाँकी सबै ल्याब रिपोर्टहरू हुन्छन्। तपाईँले रिपिट मेडिकल गर्नुभएको छ, रिमेडिकल गर्नुभएको छ भने त्यो यहाँ राख्नु होला। शैक्षिक प्रमाणपत्र राख्नुहुन्छ। अनि तपाईँको ट्रेनिङको प्रमाणपत्र भनेको यो पिडिओटीको प्रमाणपत्र हो, राख्नुहुन्छ होइन। अनि त्यस पछाडि तपाईँसँग पासपोर्टको फोटोकपी हुनु पर्यो र 2x2 को 2टा फोटो हुनु पर्यो भनेर मैले यहाँ लेखेको छु। एउटा फारममा टाँस्ने र अर्को फारमभित्र अर्को पासपोर्टभित्र राखिदिने है त। अब हामी यहाँ तपाईँको पासपोर्ट मैले यहाँ पासपोर्ट किन राखेको भने यो इम्पोर्टेन्ट छ। तपाईँको पासपोर्टको म्याच चाहिँ महिना वा सोभन्दा बढी हुनुपर्छ। तपाईँको फोटो हुनुपर्छ भनेर मैले यहाँ फोटोको पिक छु। र हामी सिधै फर्ममा प्रयास गर्छौँ। सरी, यो हामी ब्याक ट्याग बनाउँछौँ। पहिले यस्तो ट्याग तपाईँहरूले बनाउनुपर्छ। अब यो प्रिन्ट गरे पनि हुन्छ, हातैले बनाए पनि हुन्छ। नाम लेख्नुहोस्, रन नम्बर, तपाईँहरूलाई आफ्नो रन नम्बर सबैलाई थाहा छ। पासपोर्ट नम्बर लेख्नुहोस्, मोबाइल नम्बर लेख्नुहोस् र एउटामा ब्याग नम्बर 1 लेख्नुहोस्। बिस्तारै बोलिरहेछु ताकि तपाईँहरू प्यानिक नहुनुहोस् भनेर है त। तपाईँहरूलाई यो अलिकति बिस्तारै लाग्यो भने प्लेब्याक चाहिँ अलिकति स्पिड गरेर 1.5 मा राखेर अथवा 2 मा राखेर सुन्न पनि सक्नुहुन्छ है, अलिकति ढिलो लाग्यो भने। त मैले बिस्तारै नै भनेको छु ताकि तपाईँहरूले कुनै पनि कुरा मिस नगर्नुहोस् भनेर। अब तपाईँहरूले अर्को हेर्नुहोस्, त्यहाँ अर्कोमा पनि त्यही विवरण लेख्नुहोस्। लास्टमा चाहिँ ब्याग 2 लेख्नुहोस् र तेस्रोमा चाहिँ ब्याग 3 लेख्नुहोस्। अब तपाईँहरूसँग 3वटा माई क्लियर ब्याग हुनुपर्छ। एउटालाई ब्याग 1 मा टाल्नुहोस्, एउटालाई ब्याग 2 मा टाल्नुहोस् र एउटालाई ब्याग टाल्नुहोस्। भनेपछि हामीसँग 3टा ब्यागहरू अब रेडी भयो है त। अब ब्यागहरू रेडी भइसकेपछि मैले अघि तपाईँहरूलाई भने जस्तो यो एप्लिकेसन फर्म फर एन्ट्री भिजा टु इजरायल भन्ने यो फर्म चाहिँ हामीले सुरुमा भर्नुपर्छ। यो 2 पेजको हुन्छ। अब यो सबैजना यो फर्म लिएर रेडी भयो। लेख्न समय दिएँ, फर्म लिएर रेडी बस्नुहोस्। अब हामी भर्न थाल्छौँ है त। ल, आशा छ तपाईँहरू सबैजना रेडी भइसक्नुभयो। भिडियो स्किप नगरे पनि हुन्छ, नगरेर राम्रो, किनभने अब एउटा टेम्परामेन्ट मेन्टेन गर्नलाई भए पनि तपाईँहरूले चाहिँ भिडियो स्किप नगरिकन हेर्नु होला। त्यसो गर्दाखेरि के हुन्छ भने तपाईँहरूको छुट्दैन है त। सबैभन्दा पहिले
चाहिँ मैले तपाईँहरूलाई 15-20 सेकेन्ड टाइम दिएँ, किनभने तपाईँहरूले यो फर्म भेट्नु भएको छ कि छैन भन्ने कुरामा म कन्फर्म भइनँ, वा केही समय दिनुपर्छ कि जस्तो लागेर। माथि हेर्नुहोस् है, स्टेट अफ एप्लिकेसन फर्म फर एन्ट्री भिजा टु इजरायल भनेर लेखेको हुन्छ। अनि त्यो चाहिँ तपाईँहरूले भिजाको लागि अप्लाई गर्ने फर्म हो। ल अब सुरु गरौँ। ल अब हामी एप्लिकेसन फर्म फर एन्ट्री भिजा टु इजरायलबाट सुरु गऱ्यौँ। आशा छ तपाईँहरूसँग यो ठ्याक्कै अगाडि छ र तपाईँहरू लेख्दै हुनुहुन्छ भनेर म पनि तपाईँहरू सँगसँगै लेख्छु है त। तपाईँहरू सँगसँगै लेख्छु र मैले लेख्दा लेख्दै तपाईँहरूले पनि लेख्नु होला। म पर्खिन्छु, तर हामी एकैचोटि सक्छौँ है त। यो सबैभन्दा पहिले तपाईँहरूले यहाँ फोटो टाँच्नुहोस् र फोटोमा चाहिँ तपाईँहरूले स्ट्याप्लर युज नगर्नुहोस् है। स्ट्याप्लर युज नगर्नुहोस्, अथवा लास्टमा टाँसे पनि हुन्छ, ग्लुको प्रयोग गर्नुहोस् है। र अब हामी भर्न थाल्यौँ। अहिले फोटो टाँच्ने ग्लु छैन अथवा खोज्न थाल्नु भयो भने त्यतातिरले पानिक नहुनुहोस्। यहाँ फोटो टाँच्नुपर्छ भन्ने कुरा सम्झिनुहोस्। र फर्म भरिसकेपछि लास्टमा तपाईँहरूले फोटो टाँच्नु। अब तपाईँहरूले यहाँ म तपाईँहरूको मेरो कर्सर हेर्नुहोस्, त्यहाँ प्रिभियस फ्यामिली नेम भन्ने छ, त्यहाँनिर जानुहोस्। यो भने के हो भने, जस्तो महिलाहरूले जसको बिहे भइसकेको छ त्यहाँ माइतीको थर लेख्ने, थर मात्रै लेख्ने है। जस्तो अब म महिला त होइन, तर मैले मेरै माइती सम्झेर मैले जस्तो राई लेख्ने है त। माइती राई भयो, म महिला थिएँ र मेरो माइती राई थियो भने मैले राई। यहाँ आमाको नाम भनेको छ नि, आमाको नाममा आमाको नाम मात्रै लेख्नुहोस् है। आमाको नाम भनेर थर नलेख्नुहोस् त। जस्तो यहाँ निशा भनेर लेखेँ मैले। बुवाको पनि नाम मात्रै लेख्नुहोस् यस, होइन पहिले थर लेख्ने होइन है। अब यहाँ तपाईँको नाम पनि लेख्नुहोस्। तपाईँको नाम मिला, आमाको नाम निशा, बुवाको नाम रमेश, तपाईँको नाम उर्मिला, नाम मात्रै लेख्ने, थर नलेख्ने। लास्टमा तपाईँको अहिलेको घरको थर लेख्ने। माइतीको थर तपाईँले यहाँ लेखिसक्नु भएको छ, घरको थर लेख्ने। पुरुषहरूले त अब माइती र घर हुँदैन, यो पार्ट खाली राख्दैन। पुरुषहरूले यो राई लेखेको पार्ट चाहिँ तपाईँहरूले खाली राख्नु होला। उर्मिलाजी अहिले के हुनुभयो, काल्पनिक नाम हो, फेरि कसैको जीवनसँग मेल खान गएमा सर म त श्रेष्ठ हो तर राईसँग बिहे भएन भन्न चाहिँ नभन्नुहोस् होइन। नाम राखे हो मैले, सीताको छोरी उर्मिला पनि हुनसक्छ, उर्मिलाको छोरी हुनसक्छ। अब यसरी माइतीको थर यहाँ लेख्ने, तपाईँको आमाको नाम यहाँ लेख्ने, नाम मात्रै लेख्ने है, थर नलेख्ने। बुवाको नाम त्यहाँ लेख्ने, तपाईँको आफ्नो नाम यहाँ लेख्ने, यहाँ हेर्नुहोस् आफ्नो नाम। अनि यहाँ चाहिँ तपाईँको घर, अहिले घरको थर लेख्ने। अब तपाईँले यहाँ नेपोलिज यहाँ छँदैछ। अब यो अकुपेसनमा तपाईँहरूले के गर्नु परेन, तपाईँले त नर्सिङ केयर भनेर छोडिदिने। अनि यहाँ डेट अफ बर्थ छ, पासवर्डमा जस्तो लेखेको छ लेख्नुहोस्, जस्तो लेखेको छ त्यस्तै है। पासवर्डमा हेर्नु, जस्तो 10 नोभेम्बर 1993 भन्नु मैले होइन। अनि यहाँ प्लेस अफ बर्थको ठाउँमा चाहिँ तपाईँको पासपोर्टमा कहाँ लेखेको छ, अब जस्तो भद्रपुर लेखेको छ कि महेन्द्रनगर लेखेको छ कि, त्यो लेखेको छ त्यो पासपोर्ट हाल्नुहोस् है। पिपी हाल्ने भनेर लेख्दै जानुहोस् है। म तपाईँहरूलाई भनिसकेको छु यो हामीले सँगै सक्छौँ भनेर। यहाँ म फेरि भन्छु, यहाँ माइतीतिरको थर लेख्ने, आमाको नाम लेख्ने, यहाँ बुवाको नाम लेख्ने, थर नलेख्ने, यहाँ आफ्नो नाम लेख्ने। यहाँ पुरुषहरूले यो पार्ट नलेख्ने परेन। आमाको नाम, यहाँ बुवाको नाम, आफ्नो नाम, यहाँ आफ्नो थर। यहाँ नेसनालिटी नेप्लिज भइहाल्छ, नर्सिङ केयर केनेरी हुन्छ। तपाईँको डेट अफ बर्थ पासपोर्टमा जुन फर्मेटमा लेखेको छ त्यो फर्मेटमा लेख्ने। प्लेस अफ बर्थ चाहिँ तपाईँको पासपोर्टमा जहाँ छ त्यही हाल्ने है त। अब पासपोर्ट र तपाईँले पासपोर्टमा टिक लगाएको छ, त्यहाँ पासपोर्ट कहिलेसम्म भ्यालिड छ है, त्यो एक्सपायर हुने मिति हाल्नुहोस्। जस्तो मेरो पासपोर्ट
September 2032 सम्म भ्यालिड छ भने म त्यो लेख्छु। कहिले इस्यु भएको हो भन्दा म त्यो इस्यु डेट पनि पासवर्डमै हुन्छ, त्यो पासवर्डमा हेरेर लेख्नु। म लेख्दैछु, तपाईहरु पनि सँगसँगै लेख्नु। 2022 भनेर मैले यसरी लेखेँ। त्यो लेखिसके पछाडि इस्युड एट भनेर भनेको छ नि, त्यो पासवर्डमै हुन्छ। त्यहाँ कहाँ जारी भएको हो त्यो टिपीको लेख्ने है, पासवर्डको सार्ने भनौँ न, हो हाल्ने भनेर लेखेँ है मैले। तपाईँहरूले भन्नुहोस्, सँगसँगै लेख्नुहोस् है, म सँगसँगै लेख्नु सँगै सक्नुपर्छ। अब यहाँ म्यारिड अनम्यारिड के हो भन्ने कुरा त्यहाँ पाउनुहोस्, म्यारिड हो अनम्यारिड हो। ठिक छ, सँगै हुनुहुन्छ नि मसँग। अब तल जानुहोस् एकैचोटि, पर्मानेन्ट एड्रेस अलिकति तल हेर्नुहोस्, पर्मानेन्ट एड्रेस इन नेपाल भनेर भनेको छ। यहाँ हेर्नुहोस् है, यो पार्ट पर्मानेन्ट एड्रेस इन नेपाल होइन। अब यहाँनिर हेर्नुहोस्, यहाँ टेलिफोन नम्बर भनेको छ, आफ्नो मोबाइल नम्बर हालिदिनुहोस्। जस्तो मैले यहाँ कुनै मोबाइल नम्बर हालेँ, अनि त्यहाँ पछाडि तपाईँको भिलेज र म्युनिसिपालिटी भनेको छ, त्यो भिलेज र म्युनिसिपालिटी पनि तपाईँको पासपोर्टमै हुन्छ, त्यहाँ हाल्नुहोस्। हरि हरि भनेर हालेँ मैले होइन। इटहरी अब तपाईँको नगरपालिकाको नाम हो भने इटहरी महानगरपालिका, महानगर म नपालिका पनि हुन्छ यसलाई, इटहरी म न दुई सुनसरी भनेर लेखेँ। सिटी तपाईँको कहाँ हो, अब इटहरी नै लेख्दै पनि भयो होइन, सिटी इटहरी भयो। अनि तपाईँको इमेल एड्रेस है, तपाईँहरूले पछिसम्म युज गर्न सक्ने इमेल एड्रेस हाल्नुहोस् है, abc@gmail.com। म तपाईँहरू सँगसँगै भर्दैछु है, यहाँ एरोमा पनि देखाइदिएको छु, यो फिल्ड एकदम इम्पोर्टेन्ट हो भनेर, सँगसँगै भर्नुहोस् ल। अथवा मभन्दा छिटो हुनुहुन्छ भने एकछिन पर्खिनुहोस् है। अब यहाँ हेर्नुहोस्, यो पार्ट हेर्नुहोस्, कम्प्लिट एड्रेस इन इजरायल भनेको छ, त्यो तपाईँहरूको कन्ट्र्याक्ट पेपरमा हुन्छ त्यो है, तपाईँहरूको कन्ट्र्याक्ट पेपरमा त्यो तपाईँहरूलाई मैले देखाइदिन्छु कहाँ हुन्छ भनेर ल। फेरि कहाँ हुन्छ सर भन्नु होला होइन, एड्रेस कहाँ हुन्छ भने हेर्नुहोस् है, यो कन्ट्र्याक्ट पेपरमा हेर्नुहोस्, यहाँ यो एड्रेस यहाँ लेखेको छ नि, यो यहाँदेखि यहाँसम्मको एड्रेस कन्ट्र्याक्ट पेपरको एड्रेस छ नि, यो एड्रेस चाहिँ तपाईँहरूले तपाईँ लेखिराख्नुहोस्, किनभने यो धेरैतिर चाहिन्छ। एउटा सानो पेपरमा त्यही लेखेर राख्नुहोस्, इम्प्लोयरको नाम र इम्प्लोयरको एड्रेस चाहिँ तपाईँले एउटा सानो पेपरमा लेखेर राख्नुहोस् है। त्यो राखेपछि के हुन्छ भने तपाईँहरूले बारम्बार अब यसलाई यही कन्ट्र्याक्ट पेपर पल्टाएर खोजेर हेर्नु पर्दैन। यो कन्ट्र्याक्ट, यो इम्प्लोयरको एड्रेस भयो होइन, अनि माथि यहाँ इम्प्लोयरको नाम छ हेर्नुहोस्, यहाँ गोल्डन हाउस तेल अभिभ भनेर। यसरी यो कुराहरू चाहिँ तपाईँले एउटा पेपरमा ट्याक्क टिपेर राख्नुहोस्। यो टेलिफोन नम्बर भयो, यो तिनवटा कुराहरू चाहिँ तपाईँलाई धेरै ठाउँमा चाहिन्छ, त्यस कारण यो टिपेर राख्नुभयो भने तपाईँलाई भर्न सजिलो हुन्छ। मैले यो एड्रेस चाहिँ तपाईँले यहाँ हुन्छ भनेर देखाइनु खोजेको है, कन्ट्र्याक्टमा हुन्छ, र तपाईँले यो तपाईँको कन्ट्र्याक्टमा भएको एड्रेस लेख्नु है, लेखिसक्नुभयो तपाईँहरू। यतिसम्म तपाईँहरू सँगसँगै हुनुहुन्छ भने अब हामी अर्को पेजमा जान्छौँ है त, अर्को सेकेन्ड फर्ममा। जम्मा 2 पेज हुन्छ भनेको थिएँ मैले, एप्लिकेसनको फर्म, अरू केही भर्नु पर्दैन। अब सेकेन्ड पेज हेर्नुहोस्, यस्तो हुन्छ तपाईँको सेकेन्ड पेज हेर्नुहोस्,
सेकेन्ड पेजको माथिको हेडिङ यस्तो हुन्छ। यहाँ पनि एप्लिकेसन फर्म फर इन्ट्री भिजा टु इजरायल भनेर लेखेको छ हैन। यो पेजको तल्लोपट्टि हेर्नुहोस् यहाँ एड्रेस भनेको छ। एड्रेस के लेख्ने मैले तपाईँलाई भनेको थिएँ, तपाईँले त्यो एउटा कुनै कागजमा टिपेर राख्नुहोस् भनेर। त्यो एड्रेस यहाँ फेरि हाल्नुहोस् है, ट्यागबाट हाल्ने भनेको थिएँ। अब इम्प्लोयर भइहाल्यो। नेम भनेको तपाईँको यो फर्म यहाँ परेछ है। यहाँ तपाईँले इम्प्लोयरको नेम राख्नुहोस्। नेमको ठ्याक्कै मुनि त्यो अघि कन्ट्र्याक्ट पेपरमै छ है नाम पनि। देखाएको थिएँ नि, तपाईँहरूले कतिको ध्यान दिनुभयो। मैले त्यो देखाएको थिएँ त्यहाँ होइन। ठ्याक्कै त्यो नाम हाल्नुहोस् है, इम्प्लोयरको नाम। यो पनि म एकचोटि फेरि देखाइदिन्छु ल, फेरि एकचोटि देखाइदिन्छु। किनभने भोलि अब तपाईँहरूले मैले बुझिनँ सर, देखिन भन्नुभयो भने तपाईँहरूलाई ढिलो हुन्छ। यो तपाईँहरूलाई जुन कन्ट्र्याक्ट पेपर दिएको छ होइन, त्यसमा चाहिँ तपाईँको कन्ट्र्याक्ट पेपर दिएको छ नि, त्यसमा तपाईँहरूको यहाँ हेर्नुहोस्, यो कन्ट्र्याक्ट यो इम्प्लोयरको नाम भयो होइन, यो तलको इम्प्लोयरको एड्रेस भयो। मैले यो तपाईँहरूलाई कपीमा टिपेर राख्नुहोस्, तपाईँहरूलाई सजिलो हुन्छ भनिसकेको छु। त्यस कारण यो तपाईँहरूले त्यहाँ हाल्नुपर्छ है त, ताकि तपाईँहरू रेडी बस्नु। अब हामी फेरि ब्याग वानमै जाउँ। यहाँ तपाईँहरूले कन्ट्र्याक्टबाट हाल्ने भनेर मैले यहाँ लेखिसकेको छु है। त्यसलाई लेख्नुहोस्, लेख्नुहोस्। अब तल डिक्लेरेसन आयो यसको, तपाईँले एप्लिकेन्टले सिग्नेचर गर्नुहोस्। आफ्नो सिग्नेचर गर्नुहोस्। यसमा तपाईँहरूले डेट लेख्नुहोस्। डेट कुन फर्मेटमा लेख्ने तपाईँहरूलाई थाहा होला पक्कै होइन। फेरि लेख्नुहोस्, पहिले डे लेख्नुहोस्। आज कति तारिक हो, जस्तो आज 25 तारिक हो भने 25/01/2026 यसरी तपाईँहरूले यहाँ डेट लेख्नुहोस्। सुरुमा डे लेख्नुहोस्, मन्थ लेख्नुहोस् अनि इयर लेख्नुहोस्। यसको ठाउँमा काठमाडौँ लेख्नुहोस् है। आशा छ तपाईँहरूले म सँगसँगै हुनुहुन्छ होला, तपाईँहरू म सँगसँगै हिँडिरहनु भएको छ होला होइन। यो भिजा एप्लिकेसनको काम हामीले सक्यौँ। अब यसलाई के गर्नुहोस् भने यति भरिसकेपछि यसलाई सरक्क घोप्ट्याउनुहोस्, एक ठाउँमा घोप्ट्याउनुहोस्। अनि यो माथि हामी अरू डकुमेन्टहरू राख्दै जान्छौँ। अनि यो तयार भएपछि यसलाई हामी ब्याग वानमा हालिहाल्छौँ है त। तपाईँको बुझ्नुभयो नि। यति भरिसके पछाडि तपाईँले यसलाई घोप्ट्याउनुहोस् कतै, र घोप्ट्याइसके पछाडि अब हामी अर्को डकुमेन्ट रेडी पार्छौँ र यो माथि राख्दै जान्छौँ। हाम्रो ब्याग वान रेडी। हेर्नुहोस्, यति भरिसकेपछि अब यहाँसम्म तपाईँहरूलाई ढिलो भयो, बुझ्नु भएन भने तपाईँहरूले यसलाई फेरि सुरुदेखि हेर्नुहोस्, अथवा स्किप गरेर अलिक फास्ट गरेर अथवा पछाडि गएर हेर्नुहोस्। र यो भिजा एप्लिकेसन यो पहिलो पेज र दोस्रो पेज सकेर यसलाई घोप्ट्याउनुहोस् है। गर्नुभयो, डेट लेख्नुभयो, प्लेस काठमाडौँ लेख्नुभयो। अब तपाईँहरू तल जानुहोस्। योभन्दा पछाडि घोप्ट्याएपछि अर्को डकुमेन्ट तपाईँहरूले आफ्नो पुलिस रिपोर्ट राख्नुहोस्। यो दुईवटा एरो दिएको छु यहाँनिर। किन दिएको भने तपाईँहरूको पुलिस रिपोर्टमा यो कन्सुलरको छाप अनिवार्य चाहिन्छ। छैन भने त्रिपुरेश्वरमा कन्सुलरको अफिस छ, त्यहाँ गएर तुरुन्तै छाप लिएर लगाएर आउनुहोस्। तपाईँहरूको 5 दिनभित्रमा चाहिँ कन्ट्र्याक्ट भरिसक्नुपर्छ र 5 दिनभित्रमा भर्नु भएन भने चाहिँ तपाईँहरूको कन्ट्र्याक्टको अवधि सकिन्छ अथवा त्यो कन्ट्र्याक्ट भर्न पाउनुहुन्न। त्यसै कारण तुरुन्तै गएर त्रिपुरेश्वरमा पासपोर्ट डिपार्टमेन्टको छेउमा कन्सुलर अफिस छ, त्यहाँ पुलिस रिपोर्ट लिएर गएर यो कन्सुलरको छाप हान्नुहोस्। अर्को भनेको तपाईँको पासपोर्टको भ्यालिडिटी 6 महिनाभन्दा बढी हुनुपर्छ। त्यही कारण मैले यहाँ एरो दिएको छु है। यो अरू डिटेल भनेको त अब तपाईँहरूलाई कार्यालयले दिइ नै हाल्छ। त्यसै कारण आफ्नो 6 महिनाभन्दा बढी भ्यालिडिटी रहेको
पुलिस रिपोर्ट, कन्सुलरको थाहा भनेको पुलिस रिपोर्ट पनि अघिको यो माथिको 2 पेज तपाईँले उल्टो पारेर राख्नु भएको छ नि, ठ्याक्कै त्यो माथि तपाईँले राख्नु पर्यो। माथि अर्डर पनि मिलाउनु पर्छ है हामीले। अब हामी अर्को पेजमा जाउँ। अर्को पेजमा म यहाँ तपाईँहरूलाई भन्दै जान्छु, यही हिसाबले तपाईँहरू डकुमेन्ट बनाउनुहोस् है त। अब पज गर्नुहोस्, किनभने यो डकुमेन्टहरू तपाईँलाई राख्न लामो समय लाग्छ। अब मैले पर्खिँदाखेरि भिडियो ब्ल्याङ्क जस्तो सुनिन्छ होइन, पज गरेर गर्नुहोस् है त। अब तपाईँले के गर्ने भने त्यहाँ मेडिकल रिपोर्ट प्रष्ट देखाइदिनु, मैले लेखिदिएको छ अस्पतालले दिएको पत्र र 8 पेजको मेडिकल रिपोर्ट। मनमोहनको भए 8 पेजको मेडिकल रिपोर्ट मात्र राख्ने होइन, मनमोहनले पत्र दिँदैन। त्यसै कारण ठ्याक्क त्यो मेडिकल रिपोर्ट के पछाडि राख्ने अरे, माथिको यो 2 पेजको भिजा एप्लिकेसन फर्म, त्यहाँ पछाडि पुलिस रिपोर्ट, अनि त्यहाँ पछाडि तपाईँहरूले मेडिकल रिपोर्ट राख्ने। अरू हस्पिटलको, अरू स्टारको, ह्याम्सको अथवा हस्पिटलको भए चाहिँ अस्पतालको पत्र राख्ने, त्यस पछाडि 8 मेडिकल रिपोर्ट राख्ने। मनमोहनको भए 8 पेजको मेडिकल रिपोर्ट मात्रै ठ्याक्कै राख्ने, पुलिस रिपोर्टको माथि राख्ने, माथि राख्दै जाने है। अनि त्यहाँ तपाईँको मनटक्स टेस्टको रिपोर्टहरू राख्ने, चेस्ट एक्सरेको रिपोर्ट राख्ने, सिलसिलेवार रूपमा राख्ने, एकपछि अर्को पिसिआर राख्ने गरेको छ भने। अनि सुरु मेडिकलका बाँकी सबै ल्याब रिपोर्टहरू राख्ने। अनि रिमेडिकल गर्नुभएको छ भने त्यसको कभर लेटर र रिपोर्टहरू पनि राख्ने होइन। अनि तपाईँको शैक्षिक प्रमाणपत्र पनि राख्ने। शैक्षिक प्रमाणपत्रमा के पऱ्यो त भन्दा तपाईँले सुरुमा फर्म भर्दाखेरि के हालेर भर्नुभएको थियो। तपाईँले एएनएम गरे हो भने त्यसको प्रमाणपत्र होला होइन, त्यसको क्यारेक्टर सर्टिफिकेट होला, अनि +2 को प्रमाणपत्र होला, तपाईँको मार्कसिट ट्रान्सक्रिप्ट होला, अनि क्यारेक्टर सर्टिफिकेट होला होइन। त्यो राख्ने, एकपछि अर्को राख्दै जाने। 3 राख्ने, अनि त्यसको माथि 4 राख्ने, 4 को माथि 5, यसरी राख्दै जाने। शैक्षिक प्रमाणपत्रहरू आफूसँग भएको अथवा आफूले फर्म भर्दा पेश गरेको सम्पूर्ण प्रमाणपत्रहरू राख्ने होइन। यो राख्दाखेरि चाहिँ तपाईँहरूले फेरि अब मैले ओरिजिनल भनेको छु होइन, यो चाहिँ तपाईँहरूले प्रतिलिपि राख्नुपर्छ है। अब यो आफ्नो ओरिजिनल सर्टिफिकेट त दिने कुरा भएन होइन, यो प्रतिलिपि राख्ने। र अब ट्रेनिङको प्रमाणपत्र भनेको तपाईँहरूले भर्खरै पिडिओटी सम्पन्न गर्नुभएको छ नि, हो त्यो पिडिओटीको प्रमाणपत्र पनि त्यहाँ राख्ने। लास्टमा नेपाली नागरिकताको प्रतिलिपि राख्ने। अब यो सबैमा मैले तपाईँलाई एउटा कुरा के भन्ने भने 1 र 2 जुन हामीले जुन 1 र 2 छ त्यो तपाईँको ओरिजिनलै हुन्छ होइन। त्योभन्दा बाहेकको सबै डकुमेन्टहरू तपाईँले फोटोकपी राख्ने हुन्छ है त। र फोटोकपीको पछाडि चाहिँ तपाईँले सक्कल बमोजिम नक्कल ठिक छ भनेर सही गर्नुपर्छ, हस्ताक्षर गर्नुपर्छ हरेक फोटोकपी पछाडि। यहाँ 1 र 2 मा मैले यहाँ माथि पनि लेखिदिएको छु, तपाईँले हेर्नु भएको छ होइन। तपाईँले भिडियो पज गरेर हेर्न सक्नुहुन्छ है, तपाईँले हेर्नु होला। यो यहाँ अलिकति माउस यहाँ 3 देखि 11 सम्मका सबै कागजातहरू फोटोकपी मात्र राख्ने। उक्त कागजातहरूको पछाडि सक्कल बमोजिम नक्कल ठिक छ भने हस्ताक्षर गर्ने भनेर मैले लेखिसकेको छु। 3 देखि 11 भनेको तपाईँहरूलाई थाहा छ कुन हो भन्ने परेन। यो पहिलो भनेको चाहिँ यो भयो, अनि दोस्रो भनेको यो भयो, अनि 3 देखि यहाँदेखि उतापट्टिका जति कागजातहरू छन् यी सबै यिनीहरूको फोटोकपी मात्रै राख्ने। तर पछाडि चाहिँ सक्कल बमोजिम नक्कल ठिक छ भनेर गर्ने है त। यति गरिसकेपछि यसलाई फोको पारेर ब्याग 1 मा हालिहाल्नुहोस्। हामीले यहाँ ब्याग 1 को ट्याग बनाएको छ, हेर्नुहोस् है, ब्याग 1 को ट्याग बनाएको छ नि। यो ब्याग 1 को ट्याग भएको माई क्लियर ब्यागमा यसलाई हालेर बन्द गरिहाल्नुहोस् र यसलाई छेउमा राख्नुहोस् ताकि कन्फ्युज नहोस् है त। अब हामी मैले अघि पनि भनिसकेँ, अब यत्रो डकुमेन्ट हाल्न टाइम लाग्छ भन्नु भने यो भिडियो पज गर्नु होला। पज गरेर सबै डकुमेन्ट हालेर ब्याग 1 मा हाल्नुहोस्। अब फेरि भिडियो रिज्युम गर्नुहोस्। अब हामी ब्याग 2 मा जान्छौँ है त। अब हेर्नुहोस्, अब हामी ब्याग 2 मा, ब्याग 2 मा भित्र केही पनि छैन। ब्याग 2 मा के भनेको छ, ब्याग 2 फोटोकपिज अफ ब्याग 1 इन द सेम अर्डर भयो। तपाईँको ब्याग 1 मा तपाईँले जे जे डकुमेन्टहरू राख्नु भएको छ हेर्नुहोस् है। ब्याग 1 मा तपाईँले जुन जुन डकुमेन्टहरू राख्नु भएको छ डकुमेन्टहरू यो सबैको फोटोकपी, सबैको भन्नाले सबैको फोटोकपी है। 1 देखि 11 सम्मकै, सरी 11 मा त फोटो र पासपोर्ट
पासपोर्टको पनि कपी चाहिन्छ। 1 देखि 11 सम्मकै तपाईहरुले हरेकको फोटोकपी गरेर ब्याक टुमा राखिदिनुस्। पछाडि फेरि मैले भन्नै परेन होला, तपाईहरु अब यति ट्यालेन्टेड हुनुहुन्छ हैन, नेपालको प्रतिनिधित्व गरेर इजरायल जाँदै हुनुहुन्छ, मैले तपाईहरुलाई के भन्नै परेन। पछाडिपट्टि हरेकको पछाडि सक्कल बमोजिम नक्कल ठिक छ भन्ने सही गर्ने। यो 1 देखि 11 सम्म ब्याग 1 मा भएका सबै डकुमेन्टहरुको फोटोकपी राख्ने, यही अर्डरमा राख्ने। सुरुमा यो राख्ने, त्यहाँ पछाडि यो राख्ने, त्यो पछाडि यो राख्ने, त्यो पछाडि यो राख्ने, अनि पछाडि सक्कल बमोजिम नक्कल ठिक छ भनेर हस्ताक्षर गर्ने। अनि त्यसलाई पनि ब्याग 2 मा हामीले यहाँ ट्याग त बनाएको छ, हेर्नुस् यही मैले सुरुमै ट्याग बनाउन लागेको छु हैन, यी ब्याग 2 मा हाल्ने अनि त्यसलाई पनि बन्द गरिहाल्ने। हेर्नुस् त कति सजिलो छ। अब हामी ब्याग 2 पनि सकिन आट्यौं, ठीक छ हैन, सजिलो छ नि, प्यानिक त हुनु नपर्ने रहेछ नि त। अब हामी ब्याग 3 मा जान्छौँ है त। सबैलाई पज गरेर हाल्नुस्। हाम्रो अन्तिम ब्याग बाँकी छ, त्यो ब्यागमा हामीले हालिसके पछाडि तपाईहरुले गएर चाहिँ सही गराउने। सही गराएपछि सकियो। पहिले अब हामीले पहिले चाहिँ बिहानदेखि बेलुकैसम्म कन्ट्र्याक्ट भर्न समय लाग्थ्यो भने अब यो भिडियो हेरेर इमानदारपूर्वक भर्नुभयो, ध्यान कतै पनि भड्काउनु भएन भने त तपाईहरुको समय बच्यो हैन, दिनभरि एउटै कामको लागि चाहिँ बस्नु परेन। अब ब्याग 3 मा हेर्नुस् है, म यहाँ लेखिसकेको छु, मैले यहाँ सुरुमै लेखिदिइसकेको छु ताकि तपाईहरुलाई एउटा ओभरभ्यू होस् कि हाम्रो ब्याग 3 मा के हुने रहेछ भनेर। कन्ट्र्याक्ट, डिक्लेरेसन र इन्स्योरेन्सको पेपरहरु है। यसमा अलिकति भर्नु पनि पर्नेछ। सेकेन्ड, कन्ट्र्याक्ट भनेको तपाईको त्यो 25 पेजको कन्ट्र्याक्ट पेपर हुन्छ, तपाईहरुलाई डोफेले दिएको, G2G ले दिएको, तपाईहरुले प्रिन्ट गरेर ल्याउनु पर्छ। र अब त्यो प्रिन्ट तपाईहरुसँग छ भने अब हामी सँगसँगै भर्छौं है त। रेडी बस्नुस्। यहाँ के लेखेको छ, स्ट्यान्डर्ड एम्प्लोयमेन्ट कन्ट्र्याक्ट फर एक्सिलरी वर्कर्स 2025 लेखेको छ। यस्तै खालको एउटा लेखेर तपाई रेडी भएर बस्नु। ल अब आशा छ तपाईहरु रेडी हुनुभयो होला। अब हामी भर्न थाल्छौं यो पेपरमा। अब हामी ब्याग 3 को पालो है। 1 र 2 तपाईहरुको ब्याग बन्द भइसक्या हुनुपर्छ हैन। अब ब्याग 3 मा हामी के गर्छौं, सँगसँगै भरौं है त। म पनि भर्छु, तपाईहरु पनि भर्नुस्। तपाईहरुको देब्रेपट्टि हेर्नुस् त, यो साइडमा हेर्नुस्, सरी राइटपट्टि दाहिनेपट्टि हेर्नुस् त, यो बिचमा तपाईहरुको डिटेल छ। यो ठ्याक्कै यसकै नेपाली ट्रान्सलेसन यतापट्टि हामीले त्यही सार्ने हो है त, तपाईहरुलाई सजिलो हुन्छ। अब यहाँ हेर्नुस्, रोजगारदाता भनेको छ, यहाँ इम्प्लोयरको नाम तपाईहरुले यहाँ गोल्डन हाउस तेल अभिव भनेको छ। अब हामी यही लेख्छौं है, गोल्डन लेख्नुस् हाउस तेल अभिव हैन। अब त्यहाँ दर्ता नम्बर भनेर रजिस्ट्रेसन नम्बर लेखेको छ, त्यहाँ जे लेखेको छ तपाईहरुले त्यही सार्नुस्। 2090 70921 7092 यसरी लेखेको छ। अब तपाईले यो ठेगानामा चाहिँ इम्प्लोयरको ठेगाना अघि मैले तपाईहरुलाई भनेको थिएँ, सुरुमा टिपेर राख्नुस् है, यो काम दिन्छ भनेको थिएँ, त्यही यहाँ राख्नुस् है। अब यो नाम अक्षर बुझिएन भनेर धेरै प्यानिक हुनु परेन। तपाईहरुले जति सक्नुहुन्छ त्यो चाहिँ यहाँ कन्ट्र्याक्टकै इंग्लिशमा भएको राख्ने है। कति बुझिन्छ त्यति राख्नु होला है त, कति बुझिन्छ त्यति राख्नुस्। त्यस्तै गरी यहाँ कानुनी प्रतिनिधि अथवा श्री श्रीमतीद्वारा भनेको छ। यहाँ तपाईको लिगल रिप्रेजेन्टेटिभ भनेर यो पनि नाममा यहाँ तपाईले के नाम पढ्न सक्नुहुन्छ, ध्यान दिएर पढ्दा जे देखिन्छ त्यही राख्नुस् है। भएको है हटेन, ठिक छ, इंग्लिशमा भएको यतापट्टिको राख्नुस् है तपाईहरुले। यहाँ म तपाईहरुलाई बरु बोले देखाएँ हुन्छ, त्यसलाई यतापट्टि दिएछ त्यही राख्नुस्। मैले एरोले देखाइदिएको छु, यहाँ तपाईको यतापट्टि जे छ त्यही राख्नुस् ल। अब यो लिगल रिप्रेजेन्टेटिभ भनेर जति राखेको छ, जे राखेको छ, सरी जति हैन, जे राखेको छ त्यही राख्नु है। अब कार्य शीर्षक भनेको जब टाइटल पनि यहाँ लेखेको छ, यो पनि
राख्ने है त। टेलिफोन नम्बर भनेको छ, टेलिफोन नम्बर पनि तपाईहरुले राख्नुस्। माथि लेखेकै ब्यासो माथिको सार्ने है। त्यस पछाडि यहाँ मैले तपाईहरुलाई भनेको छु यो नेपालीमा पुरा नाम लेख। पुरा नाम नेपालीमा, यो तल र माथि र तलको यो बक्स र यो बक्स एउटै बक्स हो। कसैको नाम लामो हुन्छ त्यही कारण लेख्ने। अब राजधानी नम्बर तपाईले इङ्ग्लिसमा लेख्नुस्, पासपोर्टमा ठेगाना चाहिँ पासपोर्टमा भएको ठेगाना लेख्नुस् र मोबाइल नम्बर लेख्नुस् है। अब सँगसँगै हिँड्नुस् भनेको छु मैले, यो मैले पहिले नै फिल गरेको रहेछ। त्यसैकारण यो तपाईहरुले राजधानी नम्बर लेख्ने, आफ्नो ठेगाना लेख्ने, पूर्ण भएको ठेगाना त्यो पनि तपाईहरुले सुरुमै रेडी पारेर राखेको हुन्छ। र अब तपाईहरुको पासपोर्ट नम्बर त यहाँ पनि छ है, अब यो मैले छोपिदिएको छु, तर यहाँ तपाईहरुको कन्ट्र्याक्ट पेपरमा तपाईहरुको पासपोर्ट नम्बर हुन्छ, यहाँ तपाईहरुको नाम यही भइहाल्छ, मोबाइल नम्बर पनि भइहाल्छ। मोबाइल नम्बर राख्नुस् है त। मोबाइल नम्बर चाहिँ तपाईहरुले अब यो कन्ट्र्याक्टबाट भिजा आएपछि तपाईहरुलाई चाहिँ फेरि भिजाको लागि र उडानका लागि तपाईहरुलाई जुम मिटिङमा जोड्नु पर्ने हुन्छ। अनि यो नम्बर चाहिँ आफूले चलाइरहेको चेन्ज नगर्ने खालको नम्बर राख्नु। यति भइसके पछाडि अब हामीले अर्को पेजमा जान्छौँ। अर्को पेजको पनि माथि टाइटल तपाईले 2 नम्बर या 2 नम्बर लेखेको देख्नुहुन्छ है। माथिले हामी 1 नम्बर भर्यौं। अब 2 नम्बरमा तपाई इम्प्लोयरको डिक्लेरेसन भनेर भनेको छ, यहाँ यो लेखेकै हुन्छ। ठीक छ, इम्प्लोयरको डिक्लेरेसन भनेर लेखेको हुन्छ। अब अर्को चाहिँ अब यहाँ चाहिँ हेर्नुस् यो पार्ट छ नि, यो पार्ट पनि हामीले यतैको सार्ने हो। इम्प्लोयरको नाम यहाँ लेख्ने, गोल्डन हाउस लेख्नुस् तपाईहरु पनि, गोल्डन हाउस तल तानो यो अलिकति गोल्डन हाउस तेल अभिव भनेको छ हैन, तेल अभिव यही लेख्नुस्। र अब यो कुन शहरमा अवस्थित छ भनेको छ नि, यो तपाईले तेल अभिव लेख्दै हुन्छ है। तेल अभिव तेल अभिव लेखिदिन्छ है। माथिको बक्समा के भर्नु जे लेखा छ त्यही लेख्दै हुन्छ है। त्यहाँ जस्तै यहाँनिर उसले गोल्डन हाउस लेखेको छ, गोल्डन हाउस लेखिदिनुस् यहाँ यो पार्टमा हैन। अनि तलपट्टि तेल अभिव लेखेको हुन्छ है त। यो पार्टमा तपाईहरुले यहाँ चाहिँ त्यो पार्टमा तपाईहरुले उतापट्टि जे छ त्यही लेखे हुन्छ है त। उतापट्टि हाम्रो के छ यहाँ गोल्डन हाउस छ हैन, गोल्डन हाउस हैन। यहाँ तेल अभिव भने दायाँपट्टि जे लेखेको छ हामीले बायाँपट्टि पनि त्यही विवरणहरु भरिरहेका छौँ है त। आशा छ तपाईहरु म सँगसँगै हुनुहुन्छ। यति भइसके पछाडि अब तपाईहरुको कन्ट्र्याक्टको लामो पार्ट तपाईहरुले स्किप गर्नुपर्छ। 3, 4 तपाईहरुले सिरियली हेर्नु होला। 3, 4, 5 यो पार्ट तपाईहरुले कहीँ पनि केही भर्नु पर्दैन हैन। तल जान्छौँ, एकैचोटि भर्नुपर्ने ठाउँमा मात्रै जान्छौँ। तपाईहरुलाई म भन्नुपर्ने ठाउँको नम्बर भन्छु है। त्यहाँ नम्बर तपाईहरुले फलो गर्नुपर्छ है। जस्तै हेर्नुस् है, नम्बर कहाँ हुन्छ भनेर सोध्नुहुन्छ फेरि। अब तपाईहरुलाई त्यस्तो लाग्छ म नम्बर पनि देखाइदिन्छु है। त्यहाँदेखि सबै 9 नम्बर पुग्यौँ। अब निकै तल जानुपर्छ। त्यो तपाईहरुले पढ्नु चाहिँ पर्छ। यो कन्ट्र्याक्ट दिएको भनेको
सही गर्नलाई मात्रै होइन, तपाईँहरूले पढ्नुपर्छ, त्यहाँका शर्तहरू के छन्, तपाईँहरूले केमा हस्ताक्षर गरिरहनु भएको छ। किनभने भोलि तपाईँहरूलाई साह्रो गाह्रो पर्दाखेरि तपाईँहरूलाई बचाउने भनेकै यो सम्झौताले हो। तपाईँहरूले के कुरामा सम्झौता गर्नुभएको छ, त्यो बमोजिमको सेवा सुविधा तपाईँहरूले पाउनुहुन्छ कि हुँदैन, त्यो बारेमा आफू पनि तनाखा रहनुपर्छ होइन। पाउनु भएन भने त्यसको बारेमा तपाईँहरूले चाहिँ पहल कदमी गर्न पाउनुहुन्छ, आवाज उठाउन पाउनुहुन्छ। यो 23 नम्बरसम्म तपाईँहरूले केही पनि भर्नु पर्दैन है। यहाँ हेर्नुहोस् है, तपाईँहरूको 23 नम्बरसम्म तपाईँहरूले पढ्ने मजाले केमा म सही गरिरहेको छु भनेर तपाईँहरूले आफ्नो स्वतन्त्रता, आफ्नो जीवन, आफ्नो समय अर्पिरहनु भएको छ। त्यो शर्तहरू सबै यहीँ लेख्या हुन्छ है त, के गर्नुपर्छ, के गर्नु पर्दैन, शर्तहरू के हुन्, कस्तो कन्डिसन छन् र यहाँ सबै लेख्या हुन्छ। अब यो पार्टमा जाउँ है। यो पार्ट चाहिँ एकदम इम्पोर्टेन्ट पार्ट है। यहाँ तपाईँहरूले बताउनै हुँदैन, मेन तपाईँहरूको कन्ट्र्याक्ट हस्ताक्षर हुने पार्टै यही हो है त। अब यहाँ के भर्नुपर्छ भन्दा म तपाईँहरूलाई भर्छु है। यहाँ तपाईँहरू आइपुग्नुहोस् पहिले। तपाईँहरू आइपुग्नुहोस्। अब यहाँ मिति लेख्नुहोस् है। यहाँ मिति लेखे पनि हुन्छ, नलेखे पनि हुन्छ, एउटै मिति लेख्ने हो। यहाँ तपाईँले हस्ताक्षर एक दिन भर्नुभयो, अर्को दिन हस्ताक्षर गर्नुभयो भने चाहिँ भरेको मिति यहाँ, हस्ताक्षरको मिति अर्को हाल्ने हो होइन। तर एउटै दिन गर्ने हुँदाखेरि चाहिँ एउटै मिति लेखे हुन्छ है। जस्तो यहाँ तपाईँले 01 डे मन्थ एन्ड इयर लेख्ने है। 25/01/2020 भनेर तपाईँले यही लेख्नुहुन्छ। यहाँ तल यही पेस्ट गर्नुहुन्छ। यहाँ तपाईँहरूले आफ्नो सिग्नेचर गर्नुहुन्छ है त। पार्ट छुटाउँदै नछुटाउनुहोस् है। अनि यता राइटपट्टि पनि तपाईँहरूले सिग्नेचर गर्नुहुन्छ अनि योपट्टि पनि तपाईँहरूले यही डेट लेख्नुहुन्छ है त। कुन डेटमा तपाईँहरूले कन्ट्र्याक्ट भर्नु भएको छ त्यही डेट तपाईँहरूले लेख्नुहुन्छ। एउटै डेट लेखिदिनुहोस् है यहाँ तलहरूमा, केही फरक है त। पार्ट एकदमै इम्पोर्टेन्ट पार्ट हो, किनभने यो भनेको चाहिँ म यो सम्पूर्ण 2500वटा बुँदामा सहमत छु भनेपछि तपाईँहरूले भनेर सही गरेको, यो सही नगरिकन भिजा लाग्दैन है। यसभन्दा पछाडिको पार्ट भनेको यो केही पनि होइन, यसमा केही गर्नु परेन। र हाम्रो कन्ट्र्याक्ट पेपर पनि भरेर सक्यो। अब हाम्रो यो भिडियो नै लगभग अन्तिममा पुगेको छ। अब यस समयमा भिडियो सकिन्छ होइन। तपाईँ कन्ट्र्याक्ट भरिसके पछाडि तपाईँहरूसँग अर्को एउटा फर्म हुन्छ, यसलाई पनि हेर्नुलाई तपाईँहरूसँगै छ। त्यो डिक्लेरेसन एन्ड अन्डरटेकिङ अफ एप्लिकेसन, डिक्लेरेसन फर्म भन्छ यसलाई। तपाईँको लामो नाम भन्दा पनि लामो चाहिँ डिक्लेरेसन एन्ड अन्डरटेकिङ अफ एन एप्लिकेन्ट फर भिजा एन्ड वर्क पर्मिट B1 फर एग्रिकल्चर, केयर गिभिङ, हस्टेल एन्ड एक्सुरेट वर्क इजरायल भनेर भनिएको छ। यो डिक्लेरेसन फर्म भन्छौँ है। यसमा तपाईँहरूले केही भर्नु पर्दैन। तपाईँहरूले तल यो ब्ल्याङ्क पेजमा चाहिँ सही गर्नु होला। यहाँ सही गर्नु होला। तपाईँहरूको डिक्लेरेसन हो यो। योभन्दा अगाडि म इजरायल गएर काम गरेको छुइनँ अथवा मेरो कोही आफन्त त्यहाँ छैन भनेर यहाँ पनि सही गर्नु होला है त। अब सिधै अब इन्सुरेन्समा जान्छु है। हेर्नुहोस् ल, इन्सुरेन्स तपाईँहरूलाई 3-4वटा इन्सुरेन्स कम्पनी, 3टा जति इन्सुरेन्स कम्पनीबाट तपाईँहरूलाई आउन सक्छ है। 3टा जति। एउटा मेनोमेडिक भनेर आउन सक्छ होइन। मेनोरा इन्सुरेन्स पनि भन्छ त्यसलाई, बुझ्नुभयो। अर्को तपाईँलाई हारेल इन्सुरेन्स भनेर पनि आउन सक्छ। अर्को त आयलन भनेर पनि आउन सक्छ है त। 3टा तपाईँलाई इन्सुरेन्स कम्पनीबाट आउन सक्छ। अब यहाँ मैले मेनोमेडिकको देखाइदिएको छु। तपाईँहरूले अब यहाँ म सँगसँगै भर्नु होला है त। अब हेर्नुहोस्, यो मेनोमेडिकको के गर्ने भन्दा अब यहाँ फर्स्ट नेम, सरी, मेनोमेडिकको के गर्ने भन्दा तपाईँहरूले इन्सुरेन्स भर्दाखेरि
माथि तपाईँहरूले हेर्नु होला कुन इन्सुरेन्स कम्पनीबाट आएको रहेछ भनेर, मेरो मेनुमेडिकबाट आएको रहेछ भनेर बुझ्नु पर्यो। यो कन्ट्याक्ट आउने मान्छेले कसैको आरएलबाट आएको हुनसक्छ होइन, कसैको चाहिँ आयालोनबाट आएको हुनसक्छ। जुनबाट आए पनि कुरो एउटै हो, शर्तहरू एउटै हुन्। तपाईँहरूले भर्न चाहिँ भर्नुपर्छ है त। ल अब मेनुमेडिककोमा जाउँ। अब सबैभन्दा पहिले तपाईँहरूले अर्को पोलिसी होल्डरको डिटेल यहाँ हेर्नुहोस् है। यहाँ तपाईँहरूले इन्सुरेन्स क्यान्डिडेट डिटेल भन्ने छ नि, यहाँ तपाईँको नाम मात्रै लेख्नुहोस्। हाम्रो केसमा उर्मिला होइन, यहाँ तपाईँको लास्ट नेम मात्रै लेख्नुहोस्। थियो होला मैले राखेको। तपाईँको पासपोर्ट नम्बर लेख्नुहोस् होइन, पिपी नम्बर तपाईँहरूले लेख्नुहोस् है। डेट अफ बर्थ भनेको यो पिपीमा हुन्छ, पिपीबाट लेख्नुहोस् होइन। अनि अब मेल फिमेलमा यहाँ तपाईँहरूको चिन्ह लाउनुहोस् होइन। यहाँसम्म ठिक छ। अब हेर्नुहोस् है, तपाईँहरूले के लेख्नुहोस् भने अर्को यहाँ सिटी भन्ने छ। सिटीमा तपाईँहरूले डिस्ट्रिक्टको नाम लेख्नुहोस् है, जिल्लाको नाम लेख्नुहोस्। अब सिटी भन्नाले अब ठ्याक्कै आफ्नै त्यो घरछेउकै सहर अथवा घरभन्दा सबभन्दा नजिकको सहर लेख्नु पर्दैन, आफ्नो जिल्लाको नाम। इमेल लेख्नुहोस् यहाँ आफ्नो। इमेल एड्रेस भर्नुहोस्। एक्टिभ इमेल एड्रेस भर्नु पर्यो है, किनभने त्यसले चलाइरहेको इमेल एड्रेस पछि कम्युनिकेसनको लागि काम दिन्छ। अनि आफ्नो कन्ट्याक्ट नम्बर लेख्नुहोस्। कसरी भनेको छु मैले अघि नै भनिसकेको छु, 00977 लिएर क्यास दिएर अनि आफ्नो नम्बर। ठिक छ। अब तल जानुहोस्, अलिक तल जानुहोस्। मैले यहाँ दुईवटा एरोले एकदमै इम्पोर्टेन्ट पार्ट देखाइदिएको छु। प्लिज सेलेक्ट द इन्सुरेन्स क्यान्डिडेट्स अकुपेसन भनेर नर्सिङ केयरमा लाउनुहोस्। अनि तपाईँलाई के भन्न चाहे, एभर बेन इन्स्योर्ड बाई मेनोरा कम्पनी और एनी अदर कम्पनी। मेनोरा यो कम्पनीको नाम होला सायद है। नोमा चिन्ह लाउनुहोस्। तपाईँ कहिले योभन्दा अगाडि इन्स्योर्ड हुनुभएको छ, इन्सुरेन्स गर्नुभएको छ भनेर नोमा तपाईँले त्यो टिक लाउनुहोस्, मसी लाउनुहोस् है त्यसमा। यो पेज तपाईँहरूले केही पनि भन्नु पर्दैन। यो पेज मैले यहाँ तपाईँलाई भन्नु पर्दैन यसमा। र यो पेजमा हेर्नुहोस्, यो पेज इम्पोर्टेन्ट छ। तपाईँहरूलाई मेडिकलले 8 पेजको एउटा डकुमेन्ट दिएको हुन्छ। त्यो डकुमेन्टलाई हेरेर त्यहाँ सबैमा राइटै हुनुपर्छ होइन। सायद त्यो डकुमेन्टमा जे जे छ त्यसैलाई यहाँ तपाईँहरूले सार्नु। त्यही डकुमेन्टमा भएको क्वेसनहरू खोलेको छ। यहाँ तपाईँहरूको हाइट लेख्नुहोस् र यहाँ वेट लेख्नुहोस् है। यहाँ हाइट यो नछुटाउनुहोस्, वेट लेख्नुहोस् केजीमा। अनि यतापट्टि फेरि यतापट्टि वेट लेख्ने, यतापट्टि यो पार्ट छुटाउनु पर्ने। यो दुईटा तपाईँहरूले लेख्नु पर्यो त, हाइट वेट लेख्ने। अनि त्यो तपाईँहरूको अस्पतालले दिएको जुन मेडिकल फर्म छ, सर्टिफिकेट छ 8 पेजको, त्यहाँ हेरेर यो सबै टिकिङहरू गर्नुहोस् है त। ठिक छ, टिकिङहरू गर्न तपाईँहरू सक्नुहुन्छ, तपाईँहरू एबल हुनुहुन्छ। अनि अब यहाँ तपाईँहरूले आफ्नो हस्ताक्षर गर्नु पर्यो, सिग्नेचर। तपाईँहरूको फुल नेम लेख्नु पर्यो पासपोर्टमा भएको। अनि डेट चाहिँ तपाईँहरूले आजको डेट लेख्नुहोस्।
डेटको फर्मेट मैले भनिसकेको छ। सुरुमा डे लेख्ने, ड्यास दिने, मन्थ लेख्ने, स्ल्यास दिने अनि इयर लेख्ने। यही फर्मेटमा लेख्नुहोस्। तपाईँको इन्सुरेन्सको क्यान्डिडेटले गर्ने, इन्स्योर्ड क्यान्डिडेटले गर्ने सिग्नेचर यो तपाईँहरूको फेरि सिग्नेचरै पर्यो। अब आफ्नो पिपी नम्बर लेख्ने, कति हो, तपाईँको आफ्नो नाम लेख्ने, फुल नेम हैन, नेम लेख्ने र डेटमा पनि तपाईहरुले मैले भने अनुसार डे अनि मन्थ अनि इयर लेख्ने है त। लास्टमा तपाईहरुले यो अब तपाईहरुले यो पर्टिकुलर फिल्डहरु भर्दिने, आफ्नो सिग्नेचर, फुल नेम लेख्ने, आफ्नो कन्ट्री अब नेपाल भइहाल्यो अनि कन्ट्री लेख्ने, पासपोर्ट नम्बर लेख्ने, आफ्नो पासपोर्टमा भएको एड्रेस लेख्ने, यो पिपी नम्बर लेख्ने। आईडी नम्बरमा तपाईहरुले आफ्नो सिटिजनशिप नम्बर लेख्न सक्नुहुन्छ है, सिटिजनशिप नम्बर हैन हुन्छ। अनि तपाईहरुले आफ्नो पासपोर्टमा भएको एड्रेस लेख्नुस्, एड्रेस आफ्नो टेलिफोन नम्बर यहाँ लेखिदिनुस्, जुन माथिदेखि नै तपाईहरुले लेख्दै आउनु भएको छ। डेट साइन भनेको त्यही तपाईले जुन दिन सही गर्दै हुनुहुन्छ त्यही डेट, यही फर्मेटमा डिडी एमएम चारवटा इयर हैन। यो तल भरेकै हुन्छ, टाइपिस्ट साहबको नाम नम्बरहरु सबै भरेकै हुन्छ हैन। यहाँ तपाईहरुले यो के पनि लेख्नु परेन। यो चाहिँ अब डाइरेक्टर साहबले सही गर्ने फिल्ड भएकोले यो पार्ट नचलाउनुस् है। यो चाहिँ म्याडमले गर्नुहुन्छ, त्यसकारण यो पार्ट तपाईहरुले चलाउनु पर्दैन, सबै उहाँले गर्नुहुन्छ। यति भइसकेपछि यो म्याडमबाट सही गराइसकेपछि अथवा जो हुनुहुन्छ डाइरेक्टर साहबबाट सही गराइसकेपछि यसलाई तपाईले ब्याक 3 मा हाल्नुस्। ब्याक 1, ब्याक 2 र ब्याक 3 रेडी गरेर त्यो बुझाउन जानु है त। र आशा छ अब यो भिडियोले तपाईहरुलाई हेल्प गरेछ। अब यो भिडियोमा कस्तो लाग्यो हैन, अब तपाईहरु पछि अरु पनि जाने हुनुहुन्छ अथवा अरु पनि कन्ट्र्याक्टको पर्खाइमा हुनुहुन्छ। अब मैले युट्युबमा किन हाल्दिया हो भने कन्ट्र्याक्ट भर्न आउनुभन्दा अगाडि नै भिडियो हेरेर उहाँहरु तयार बस्नु भयो भने उहाँहरुको समय बच्छ र कन्ट्र्याक्ट भर्दाखेरि हुने त्रुटिले उहाँहरुलाई नसक्ने क्षतिबाट उहाँहरु बच्न सक्नुहुन्छ भनेर मैले युट्युबमा हाल्दिया छु। त्यसैकारण सकेसम्म आफ्नो साथीहरुलाई पनि यो कि उहाँहरुले पनि यो नलेज समयमा लिन सक्नुहोस् र कन्ट्र्याक्ट गर्न रेडी हुन सक्नुहोस्। र के कुरा राम्रो लाग्यो त्यो लेखिदिनुस् र के कुरा सुधार गर्नुपर्छ त्यो पनि। र धेरै धेरै धन्यवाद र तपाईहरुलाई बेस्ट अफ लक। थ्यांक यू।